आज यसो मेरो चाहिँ बर्थडे हो होइन हाम्रो यहाँ यही कोक खाएर पनि यहाँ हल्का चिल त हुनु पर्यो नि त मेरो चाहिँ एउटै फुटे छोड्न फिलिङ गुड हाम्रो यहाँ चुक्से त सब नाच्नु पर्यो सबैले होइन अब गर्मीदेखि आएको यसो होइन यसो टाइम पास गर्नु पर्यो नि त अबे यहाँनिर बबाल भ्यू देखिरहेको छ साइलीको भट्टी ऱ्यापर एमसिटी अफिसियल कति भयो 10-17 Hello guys, what's up and welcome back to our video once again. आज यसो मेरो चाहिँ बर्थडे हो होइन त्यही भएर चाहिँ आज हामी घुम्नु गइरहेको छौँ यो चाहिँ अघिदेखि नै होइन घरमा आइरहेको थियो अनि अरू केटाहरू चाहिँ माथि नै छ होइन त्यही भएर तिनीहरूलाई लिनु जान आँटेको हो के भन्छिस् अनि सो अब यहाँदेखि उतातिर चाहिँ अब जे पनि हुन्छ सो सबै क्लिपहरू हामी यहाँनिर देखाइहाल्छौँ अहिलेको टाइममा चाहिँ हामी 12:30 भइसक्यो 12:30 चाहिँ हामी धरानदेखि हिँडिरहेको छौँ माथितिर भेटारतिर त्यो बवाल हुन्छ माथि पुगेपछि अब चिसो अहिले त यहाँ ओभर गर्मी भइरहेको छ है धरानतिर माथि पुगेपछि त एकदम बवाल भइहाल्छ नि अब वाइल्ड हुन्छ यसले के हो यहाँ चाँदीको कत्रो लगाइदिएको अम्बु अम्बु अब हाम्रो यहाँ ड्रिङ्क्स हुँदैछ है हार्ड ड्रिङ्क्स कुन लाने हो यहाँ टक्क हामी चाहिँ मतलब पेट्रोल पम्पदेखि उकालोतिर लाग्दैछौँ हाम्रो यहाँ गीत पनि अब पुरा बज्दैछ अब उकालो चढेपछि केटाहरू माथि पुगिसक्यो हामी लास्ट बिस्तारै बिस्तारै जाँदैछौँ सो गाइस अब जति माथितिर आयौँ त्यति नै अब चिसो हुँदैछ बादलहरू बवाल लागिरहेछ कुहिरोहरू चिसो मौसम अब आइसक्यो अब भने कुहिरोदेखि तालो डाँडामा आएर जेसुकै होस् कि पानी चाहिँ नपरोस् क्या मेन चाहिँ पानी नपरोस् भनेको तिमीहरू त गएको होला नि त यतातिर होइन हामी मात्रै हो क्या नआएको भने यसको काम यही हो यतातिर घुमो जहाँ पनि घुम्नु पुगिरहेको छ यो बाटो त यार हामीलाई हल्लिएर
बाटैदेखि छोडिसक्यो यहाँ आउँछ गाइस अब हामी चाहिँ यहाँनिर भेटेर आइपुग्यौँ ठ्याक्क आम्मा बवाल कुहिरो लागिरहेछ यहाँ र उति पनि केही देखिँदैन क्या अब हाम्रो यात्रा फेरि जारी छ बाटो हेभी बाटो ए बाटो हेभी आम्मा आम्मा मेरो गोप्रो हल्लो अब हाम्रो कच्ची बाटो सुरु भयो कति हो यहाँदेखि अझै कति हो यहाँदेखि कति टाइम लाग्छ हो भने क्या उहीँ हो ए बाटो त यार आम्मा विष्णु पादुकाको बाटो यो भन्दा राम्रो छ हौ गाइस अब हाम्रो चाहिँ डेस्टिनेसन आइपुगिसकेको छ ओ अब भने हामी ठ्याक्क आइपुग्यौँ केटाहरू पनि आइसक्यो होइन ए यिनीहरू त 3 जना पो रहेछ म त 3 जना पछाडि होला भनिरहेको भगवान कस्तो लागिरहेको छ भन्न अम्बो यो भाग्दिएको ल यार दामी छ यार ठाउँ अम्बो कस्तो दामी देखिरहेको छ है दामी जुम ल कहाँनिर हो जाउँ ल सो अहिलेको टाइम भन्दाखेरि कति बजी हामी 1:30 मा चाहिँ ठ्याक्कै यहाँ आइपुगेछौँ कहाँ जाने अम्बो आन्टीकोमा जाने अरे अबे चन्डु जा गएर ल हामी चाहिँ अब यहाँ ठ्याक्क आइपुगिहाल्यौँ अब हामी यता बस्छौँ also like soon. So guys, अब चाहिँ हामी यहाँ छुम्कीको होमस्टेमा बसिरहेको छौँ होइन एन्ड अहिले चाहिँ हल्का शीत जस्तो होइन पानी चाहिँ हल्का परिरहेको छ होइन हल्का झ्याप पनि जस्तो भइरहेको छ है दामी भइरहेको छ आजको दिन चाहिँ अब यहाँनिर हाम्रो अलिकति यहाँ सामान किनेको हो फिर्ता आउनु बाँकी छ होइन अनि हाम्रो क्यामेराम्यान चाहिँ होइन एक करन है पानी लास्ट पऱ्यो होइन गाइस अनि हामी चाहिँ यहाँ दोकानमा अब हल्का सामानहरू किनेर अब फेरि ब्याक टु द अब हाम्रो लोकेसन अघिकै ठाउँमा ठ्याक्क जान्छौँ तल चाहिँ अलिक त्यो सामान छैन रहेछ क्या अर्को दोकानमा अनि हामी अर्कै दोकान आएको हो होइन हाम्रो इन्ट्रोड्युस गर ल करण लामा फ्रम धरान है एक करण लामा आकाशले अब जिग्री बिस्तारै अब हाम्रो धेरै कुराहरू झर्दैछ बिस्तारै बवाल हुन्छ यतातिर ल इन्ट्रोड्युस ल हाम्रो यहाँ चुक्सेदा एकदम यहाँ बवाल है फ्रेन्डली है सबजना हाम्रो कलेजको केटाहरू सबजना स्कुलदेखि लिएर कलेजको यहाँ हाम्रो यहाँ समीर हाम्रो अभिषेक मगर बुर्जा अनि हाम्रो यहाँ तिलके यता हेर्दै ल पोज बबाल
अर्को पानी देऊ न ल अब मेरो त हाम्रो व्यापारी के व्यापारी फ्रम रत्न पार्क सुर्के थैली चाहिँ नबजाए म नाचेको होइन त्यति बेला नि गाइस बवाल झ्याप लागिसक्यो होइन गीतहरू त्यस्तै बजिरहेको त्यही माथि हो आमा सबिन राईका फ्यानहरू यहाँनिर What is that? ढल्किरहेको ग्यास यहाँनिर बवाल भइरहेको सबैको जीवनमा छेउछेउमा केटीहरू अप्सरा जस्तै लाइदे खुसी ऱ्यापरहरू यहाँ चाहिने नचाहिने शब्दको खानी मैले एकै गाछमा खाइदिए ब्याटर खेल्न आइजाए बनाउँछु शब्दले खाइदिए साकेको होइन टल्केको होइन ऱ्यापै छ मेरो दिमागमा उठेर खान्छु बसेर गराइदिन्छु ऱ्यापको सिमाना पुरै ग्याङमा हरेक दिन सुरु हुन्छ सुत्तोको ल्याङमा सरी सुत्तो अबदेखि 4 दिन छोडी ग्यारी यसै साइनी चाहिने फटी नजाऊ भने फेरि म चिलाउने जाऊ भने फेरि सुत्तोले बिताउने केटाहरू बवाल नाच्यो राममा कस्तो भयो दामी भएन कस्तो भयो भन् त राम्रो भएको छैन भने दामी भएको छैन होइन सो गाइस अब चाहिँ हाम्रो यहाँ थोरै फेरि चिल हुन्छ फेरि अघि ट्याक्क नाच्यो ओर्यो होइन तेरो चाहिँ किन हाल्नु सबको आउँछ सो गाइस अब भने हाम्रो यहाँ फाल्टै हुँदैछ फेरि डान्स सकेर फेरि फाल्टै हुन्छ नि त फेरि हुँदैछ होइन त्यो सकेर फेरि आउँछ अर्को फेरि डान्स होइन केटाहरू लास्ट यहाँ यो चिल गरेको हाम्रो यहाँ यो कोक खाएर पनि यहाँ हल्का चिल त हुनु पऱ्यो नि त होइन अब यहाँ हुकसुक छ होइन अनि यहाँ दाइहरू है चट्ट यहाँ केटाहरू यहाँ बबा हुँदैछ नराम्रो कहाँ आउँछौ हामी नराम्रो गर्ने मान्छे हो नाचेको नहाल्दा होइन मेरो चाहिँ एउटै फुटेज छोड्न हाल्छ ए त्यस्तो त हुँदैन काचा छोड
चिल बवाल होइन त Feeling good. Flying in the sky. ये त के हो पल्टी लाग्छ मेरो साथीले नाच्न थाल्यो अहिले चाहिँ माथिले बोलाइदियो काम मेटाइदियो एउटाले पुगेन मलाई अर्को मगाइदियो काम मेटाइदियो Where is fucking Maya? Boy, you want to go? T-shirt, want to go? Boy, you want to go? Goal. You want to go? You want to go? One is there?
मरिजाउला ननाचेर हुन्छ यहाँ सब नाच्नु पर्यो अघिदेखि पुरा चुपचाप बसिरहेको केटाहरू अहिले आएर त पुरा चिल भइसक्यो सबजना के भन्छस् भन् त ल के भन्छस् हाम्रो सरको सब्सक्राइब चाहिँ हानिदिनु पर्यो होइन सब्सक्राइब हान्नु सबैले होइन साउट आउट टु माई आकाश तामाङ फ्रेन्ड होइन अरू केही होइन साउट आउट टु माई आकाश तामाङ सब्सक्राइब एन्ड सेयर फेरि सब्सक्राइब एन्ड सेयर अब भने हाम्रो हुक्सुक्स सबै यहाँ प्याक हुँदैछ बिल चाहिँ सबै पे भइसक्यो अब यहाँदेखि हाम्रो नेक्स्ट लोकेसनतिर हामी लाग्छौँ अब होइन सब केटाहरू यहाँ अब लाग्दिन्छौँ अब हामी यहाँदेखि बबाले यहाँ ठाउँमा आमा खतरा लाग्यो होइन ल भन् ल ठिक छ तपाईँको यहाँ दोकानको नाम भनिदिनु न ल हिमगङ्गा होटल होइन अब हामी यहाँले बबाले मोज गऱ्यौँ होइन बबाल मजा आयो होइन अनि यहाँनिर होइन सबैजना एकदमै बवाल हुनुहुन्थ्यो होइन एकदम मिठो खाइयो होइन यहाँनिर अनि धेरै कुराहरू गरियो होइन मजा आयो भनौँ न एक तरिकाले भन्दाखेरि चाहिँ यसो टाइम पास गर्नु पर्यो नि त नानी हजुर त्यही भएर हामी पनि आज यहाँ आइरहेको छौँ एन्ड यो चाहिँ कहाँनिर भनिदिनु नि त ल ठ्याक्कै थुम्कीनिर चोकैमा भनौँ भेटार थुम्की अनि होटलको नाम के पो भन्नुभयो हिमगङ्गा होटल है त गाइस सो यहाँनिर आउनु होला एकदमै बवाल छ यहाँनिर है अनि हामीलाई एकदमै यहाँनिर बवाल सपोर्ट हो होइन स्पिकरदेखि लिएर बबाले यहाँका ठाउँ नै हामीले रिजर्भै गऱ्यौँ भन्दा नि हुन्छ अब बवाल छ यहाँनिर सो गाइस यहाँनिर म चाहिँ यहाँनिर पनि सजेस्ट गर्छु अब चाहिँ हामी लगभग सकेर धरानतर्फ भेडारतर्फ जान आँटेको कि वी आर इन समीर दाई है एके प्रोडक्सन गाइस बबाले आज चिल भयो होइन के अरे हिमगङ्गा होटल बबालमा लास्ट बबाल भएको होइन आज निकै बबाल भएको छ विवेक ब्रदर एकदम रेडी सो गाइस हामीले चाहिँ अब टेम्पो चेन्ज गरेको होइन यहाँनिर स्पिकर बबाल छ अनि त्यसपछि म चाहिँ यहाँ झ्यालपट्टि बस्न आँटेको होइन अब यहाँ चढौँ है सो गाइस एकदमै होइन यहाँनिर बवाल भइरहेछ होइन झ्यापमा भइरहेको छु अहिले है एन्ड अब हामी यहाँदेखि तलतिर झर्दैछौँ अनि हाम्रो यहाँ सबै कामहरू कम्प्लिट नै भइसक्यो भन्दा हुन्छ काम त के भन्नु होइन यहाँ घुम्न आएको हो जस सेलिब्रेट चाहिँ अब बवालै भयो भनौँ होइन बाई 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 हामीले अब हिमगङ्गा भन्ने होटललाई थुम्कीलाई अब बाई बाई गरेर अब हामी धरान भेडातिर लाग्दैछौँ अब अब्बे यहाँनिर बबाल भ्यू देखिरहेको छ आमामा तलतिर बे यो हो नि त यार बबाल भ्यू यार कुहिरोहरू बबाल लागिरहेको यार यतातिर आमा सरर हो यस्तो दामी छ कि वेदर चाहिँ बबाल हो माका ढकाममा सही हो सो गाइस यहाँनिर हाम्रो
भिडियो फोटोसोटो हल्का भयो होइन डाँडा एकदम बवाल थियो अब हामी सिधै फेरि यहाँदेखि तलतिर झर्छौँ चिलाउने जाउँ भने फेरि जाउने बिताउने छोड्दै खाने मुखलाई यहाँ जुङ्गाले छेक्छ र हरामी छोरा हल्काएपछि यहाँ पाउनाले छोप्छ त साइलीको पट्टीमा लोकल रक्सी पाइने सबैले सुमुसेको खाइने सिल्भरको बाडामा तुम्ब पनि पाइने पैसा नगएको बेलामा पैसा पनि पाइने केटाहरू पछाडि नै छोडिरहेको छ अम्बे बबाल सो गाइज हाम्रो एमजिटी अफिसियल यहाँ बाइक घुमाउँदैछ यार बिच बाटोमा कस्तो क्रस हानिदिइरहेको क्या छिटो 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 बिच बाटोमै दिँदैछ केटोले दे साराक्टु करण एके करण रोडमै दिँदैछ कान्छाले यो हो नि त केटाहरू आइपुग्यो यहाँनिर एमजिटी अफिसियल एमजिटी ब्रो सो गाइज अब हाम्रो भेटारदेखि अब हाम्रो लगातार क्रम चाहिँ जारी छ तलतिर धरान झर्ने अहिले चाहिँ 6:30 भयो गाइज अब हामी भेटारदेखि झर्दैछौँ औडाहरूलाई कटाइदे एके समीर हाम्रो टेम्पोमा अब लाइट साइड बोलिसक्यो त्यसैले भाइ आफ्नो भविष्य आफै बना के गर्छस् कि भनेर आमाले तँलाई जन्म मेहनत गर पैसा कमा आमाको हातमा थमा सबैलाई देखाइदे के खुबी छ तमा काठमाडौँमा जन्मे छोरो राजधानीमा हुर्क्यो आमा बाउको माया पातो छोरो एकदम फुर्क्यो काम छैन मेरो काम छैन काम छैन मेरो दाम छैन मेरो दाम छैन मेरो दाम छैन काम छैन मेरो दाम छैन एमजिटी अफिसियल ऱ्यापर हाम्रो ऱ्यापर निधारमा टिका टिलिलिली टल्क्यो मधुबनीको बच्चाको चाड खाना पल्क्यो जब साँझ पर्यो दिउँसोको घाम ढल्क्यो पैसा नभएको बेलामा भाती पनि पाइने पढ्दाखेरि यस्तै साइड चाहिने हाम्रो एके ऱ्यापर एमजिटी अफिसियल बागेघाट पछाडिबाट आउँदैछ केटाहरू कुरा पूर्व अर्को चाहिँ पश्चिममा वर्षमको याद पर्छ च्यापको तालमा
धरान आउँदैछ गाइस, अब हामी धरानतिर छिर्दैछौँ। उसने भी दिल मांगा, इसने भी दिल मांगा, उसने भी दिल मांगा, मैंने इनकार किया। जा परदेसी, तुझे दिल दे दिया। ब्रो एमजिटी ब्रो माथि आइरहेको थियो होइन, तर हामी चाहिँ तलतिर झरिरहेको थियौँ, त्यसको लागि चाहिँ सरी भन्छु होइन। अब हामी तलै ठ्याक्क बस्यौँ है। अब केटाहरू झर्दैछ होइन, के नराम्रले त भएको छैन। ए त्यस्तो हो भने चाहिँ भन होइन। हाम्रो ऱ्यापरसँग ल नाइस टु मिट यु केटाहरू ल। बवाल बवाल ठिक छ। हामी चाहिँ केटाहरूलाई अनिस दाईहरूलाई पर्खिरहेको क्या, अनिस दाईहरू बाटोमै छुट्टियो अनि हामी यहाँ बिचमा बस्थ्यो अरे। अब हामी चिल त हान्नै पऱ्यो नि होइन, माथि रहेको केटाहरू सबजना अब चट्ट यहाँ अघि यसले हाकेको होइन। अब बबाले 2 हात छोडेर हाँक्दै गएर आमा सही कसम। केटाहरूलाई पर्खेको नि निकै टाइम भइसक्यो, आएकै छैन अहिले पनि। अनि केटाहरू अलिक वाइल्ड नै भइरहेको छ। एके प्रोडक्सन, हियर इज साइलीको भट्टी ऱ्यापर एमजिटी अफिसियल एके समीर फ्रम धरान 11। केटाहरू बल्ल बल्ल आयो जस्तो छ यार। यो हेर्न टेम्पो ऊ रोक्दैछ। ए केटाहरू लाग्दिम दाइ, लाग्दिम दाइ पर्खेको क्या ल। अब हाम्रो पनि टेम्पो स्टार्ट, लेट्स गो म्यान। सो गाइज हामी भ्यू पोइन्ट आइसक्यौँ अब चाहिँ, अनि हाम्रो यहाँ ऱ्यापर पनि सँगसँगै आउँदैछ। सो केटाहरू चाहिँ लास्टै ढिलो कुदाइरह्यो क्या, अझै पनि ब्याकमै छ। अब हामी यता तलतिर देखाइदिन्छु धरानतिरको भ्यू, अब्बुई बब्बाल देखिरहेको छ कसम होला। नाइटको भ्यू चाहिँ धरानतिरको बबाल यार। धरान चाहिँ यहाँ भ्यू पोइन्टदेखि बबाल देखिरहेको छ होइन, झिलिमिली पुरा भइरहेको छ है। सो गाइस अब चाहिँ हामी घुम्ती मोडेर यहाँ मनशान्ततिर गइरहेको छौँ है त। टक्क यहाँ टक्क हाम्रो यहाँ ओ आमा पार्किङ बबाल यार। अब यहाँ पार्किङ हुन्छ, त्यसपछि हामी यहाँ मनशान्तभित्र छिर्छौँ है त। सो गाइस फाइनली हामी यहाँ मनशान्तमा आइसकेको छौँ होइन। अनि म चाहिँ यहाँनिर फर्स्ट टाइम आइरहेको हो होइन। अब यसको बारेमा मलाई त्यति थाहा छैन, केटाहरू त अब पहिल्यैदेखि आइरहेको होइन। एन्ड आधी केटाहरू यहीँ आउँदैछ अनि हल्का यहाँ अब होइन, यहाँ पनि घुम्ने नै आएको खास चाहिँ। अब नाइटको भन्ने हो भने अब 7 कटिसक्यो नै भन्दा हुन्छ, तर पनि यहाँ होइन यसो आएपछि होइन यो ठाउँ चाहिँ किन नघुम्ने होइन, बबाल ठाउँ छ नि त यो होइन। त पनि पहिलोपटक अरू केटाहरू चाहिँ आएकै रहेछ, म मात्रै रहेछ क्या। अब हामी 2 जना मात्रै पहिलोपटक आएको है यहाँ। जस हेर्दाखेरि बबाल छ जस्तो छ, अहिले देखाइदिन्छु म। गाइस अब हाम्रो चाहिँ मनशान्तभित्र चाहिँ इन्ट्री हुँदैछ होइन। केटाहरू आधी छिरिसक्यो केटाहरू सबै, म मात्रै बिस्तारै आउँदैछु। सो अब यहाँ केटाहरूको यहाँनिर अब बस्दैछ होइन, हाम्रो अड्डा अब यहाँ अड्डा जम्छ है अब हाम्रो यहाँनिर। सर दामी दामी बबाल पिङ पनि रहेछ गाइस। अब यहाँ दसैँमा आउँदाखेरि चाहिँ यहाँ पिङ खेल्नु होइन बबाल छ। दुईजना चाहिँ पिङ खेल्छ। भ्लगर मान्छे अहिले यहाँ हाम्रो जिन्सको सर्टमा होइन पिङ खेल्दैछ पुरै। इन्जोय है। बर्थडे बोय आजका हाम्रो बर्थडे बोय बर्थडे बोय अनि फकिङ हाई व्यापारी आउँदैछ यो हाम्रो ब्ल्याक टी सर्टमा। ल ल ल ल ल साउट आउट टु माई बर्थडे बोय होइन आकाश तामाङ होइन। आकाश तामाङ ल ल ल ल ल माई लट। हाम्रो गाइजहरू चाहिँ होइन अहिले इन्जोय गर्दै पुरा। यता हाम्रो समीर साथी होइन एउटा फोटो हामीले समीर साथीको। हाम्रो यो मन शान्त अरे होइन, यो हाम्रो होटलको नाम चाहिँ मन शान्त। अनि राम्रो छ त्यो
भिजिट है गाइज राम्रो छ एकदम राम्रो छ एकदम राम्रो छ तपाईँहरूलाई मन लाग्यो भने आउँदा हुन्छ होइन फ्री टु भिजिट है गाइज फ्री टु भिजिट यहाँ हेर्नुहोस् है यस्तो राम्रो छ भिजिट ठाउँ चाहिँ राम्रो छ होइन एकदम यहाँ पिङ्क पिङ्क छ यहाँ हेर्नुहोस् है लाइट साइडको सिस्टम सबै राम्रो छ एकदम यहाँ सबै एकदम राम्रो छ हाम्रो यहाँ गाइजहरू यहाँ कुर्सी सुर्सी मिलाउँदैछ केटाहरू बाबा ए ए ए ए कसले कसले बबाल उठाउने देऊ न भाइ देऊ न वनडे ज्याकेट टर्न ल ल एकैचोटिमा ल त्यहाँ पढिन्छ अलिक पानी अलिकति भयो अम्बो दाइ अब एक शॉट में यार अम्बो एक शॉट में यार अम्बो फेरि ल तिक्लेको हेरौँ ल तिक्लेको ए तिक्लेको त ए ल ल ल यसको टर्न ल ओइ ल ल अब यसको टर्न अम्बो बिस्तारै ब्रो ए ल once more ए फेरि हाने देन अम्बो पानी खाइदिएको यसले त अम्बो ए अब कसले उठाउने आम्मा आज त साथीभाइ जम्मा हामी त हानिरहेको छु भ्यू पोइन्टमा सबैजना चिल कति उठ्यो खोइ थाहा छैन होटलको बिल पनि हामी सबैजना चिल तानिरहेको छु हुक्क हानिरहेको छ खुकुरी रम बनेरहेको छ हामी आफै भित्र दम सम्माहरू छैन साथमा सुक्का छ हैन भोजी टाढ पल्टिसक्यो भुक्का छ अन्न पट्याउने खोलामा चैतको भेल जस्तै मङ्सिरको हावा पुसको बर्ख त्यो चैतको जाडो छैन गरी खाने बाडो ए चोर सल्कँदा भाइ छिटो चारो भइसक्यो गाह्रो गाजा खाउँ भने फेरि पार्छ अप्ठ्यारो भर्खरी साइलीको भट्टीमा लोकल रक्सी खाएको
त्यसैले त म यहाँ हल्ला गर्न आएको साइलीको बत्तीमा लोकल रक्सी पाइने साथीहरू सबैले सुँगुरसेको खाइने सिल्भरको भाडामा तुङ्ग पनि खाइने पैसा नभएको बेलामा बाँकी पनि पाइने साँच्चै भन्नु पर्दाखेरि यस्तै साइली चाहिने अनि सुन म त मतवालीको बच्चा हो जातले नै पाएको त्यही भएर मैले दिने रक्सी खाएको आज पनि मैले गीत गाएको त पनि आइज गीत गाउँदै नाच्दै रमाइलो गरौँ त चाहिँ किन सौताको छोरा जस्तो पो भएको अब हाम्रो यहाँ फ्राई राइस आइसक्यो होइन फ्राई राइस हानिदिने हो अब टक्कसँगले केटाहरू सब यहाँ चिलमा आएको छ पुरा गफ हान्दैछ टिक्लेको फेरि यहाँ फाल्टै गफ चलिरहेको छ छोड्दिनु छोडिदियो राम यो पनि यहाँ पुरै आज त आइरहेको छु कि अब यस्तो भयो ह्याप्पी बर्थडे मेरो जिग्रीलाई भन्छु कि अब मेरो साथीको बर्थडे मलाई थाहा भएन है मेरो बर जिग्री साथी हो क्लोजनेस्ट फ्रेन्ड हो कि त्यही पनि मलाई उसको बर्थडे थाहा भएन आइस भाइले पोस्ट गर्दाखेरि थाहा भएको 1 सेकेन्ड ह्याप्पी बर्थडे त्यस्तै भयो अर्को पटकदेखि याद गर्छु कृष्ण अष्टमीको दिन याद गरेन भने मलाई अनुहारमै थुक्दैन हुन्छ कि कृष्ण अष्टमीको दिन तेरो बर्थडे मैले याद गरिसकेँ मङ्सिर 15 गते मेरो पनि याद गरेँ फेरि ल केटाहरू यहाँ बबाले चिलमा छ है सबजना है हानौँ ल घ्याम्पे हाने ल बुई कहाँ खाइदियो क्या घ्याम्पे बो घ्याम्पे हानिदिइरहेको ल सो गाइस अहिलेको टाइमको कुरा गर्ने हो भने 10:17 जति भइसक्यो हामी यहाँ लगभग पनि 7 बजेतिर हामी 7:30 बजेतिर हामी यहाँ छिरेको होला 10:17 महाशान्ति 10:17 सम्म चाहिँ हामी यहीँ बस्यौँ होइन बबाले रोइला भएन खतरा भइरहेको छ केटा राति उतै छ आउँदैछ यो त उडिरहेको छ पुरै उडिरहेको छ होइन चट्ट देखाइरहेको छु त चिलअप भइरहेछ है बगाले केटाहरू यहाँ चिलमा गफसप हान्दैछ होइन अब हामी लाग्दिन्छौँ धरानतिर सरर अघिसम्म चाहिँ मस्तै झ्याप्प लागिसकेको थियो मलाई पनि अहिले चाहिँ मलाई फ्रेस भइसक्यो होइन अघि अब यहाँ आएर चाहिँ मैले खाइनँ केटाहरूले खाइरहेको तर मस्त बवाल भयो बरु अब चट्ट पारामा अब हिँड्दैछ केटाहरू सबजना वाइल्ड भइसक्यो नि सो गाइस केटाहरू लास्ट चाहिँ भइसक्यो होइन अब अनि त्यही भएर अब मेरो ब्याट्री पनि पुरै डाउन भइसक्यो 50% छ अब सो गाइस आजको भिडियो यति नै होइन एन्ड अब नेक्स्ट भिडियो कति बेला आउँछ कुन आउँछ होइन त्यति बेला नै भेटौँ है त बुम ओ सँगै है बिस्तारै आइज है नाच्थ्यो आम्मा गाडीमै नाच्थ्यो यार आम्बो फेरि वाच बोर्ड दुईटै हात छोडेर आम्बो